नमस्ते है सबैजनालाई नमस्ते। आज मैले चाहिँ इन्भेस्टमेन्ट कहाँ गर्ने, कसरी गर्ने र मुभिङ एभरेज प्रयोग गरेर म इन्भेस्टमेन्ट कहाँनिर गर्ने, मुभिङ एभरेजले कहाँनिर बाइदिया हुन्छ इन्भेस्टमेन्ट गर्नको लागि भनेर चाहिँ त्यो चाहिँ भिडियो गराउँदैछु है त। मुभिङ एभरेज प्रयोग गरेर इन्भेस्टमेन्ट कसरी गर्ने त, हामीहरूले इन्भेस्टमेन्ट गरेर कसरी पैसा कमाउन सकिन्छ त मुभिङ एभरेज प्रयोग गरेर है त। ल त जाउँ हेरौँ है त। स्टकहरू कुनै स्टकहरूलाई हेर्दै जाउँ है त। जस्तो हामीहरूले इबिएल एभरेस्ट ब्याङ्क हेरौँ है। इबिएललाई हामीले कहाँनिर इन्भेस्टमेन्ट गर्न सङ्केत दिएको थियो, यहाँनिर दिएको थियो। मुभिङ एभरेजले प्राइस घटेर आइसकेपछि प्राइसले क्रस गरेर गइसकेपछि फेरि यहाँ साइडवेज बस्यो। साइडवेज भइसकेपछि यहाँबाट प्राइस चाहिँ अप हुँदै गयो। हामीहरूले चाहिँ यहाँनिर इन्भेस्टमेन्ट गर्न सक्थ्यौँ। यो मन्थली इन्भेस्टमेन्ट हो, यो मन्थली चार्ट हो है। मन्थली चार्ट लगाएर हामीहरूले चाहिँ मन्थली इन्भेस्टमेन्ट गर्न, अनि यसलाई चाहिँ ट्रेन्ड कन्टिन्यू छ भने चाहिँ कन्टिन्यू हुन दिने है त। अनि जस्तो अरू हामीहरूले हेरौँ ग्लोबल आइएम ब्याङ्क, जिबिआइएमईमा पनि यहाँनिर इन्भेस्टमेन्ट गर्न सक्थ्यौँ हामीहरूले है। मन्थली चार्ट लगाउने, मन्थली चार्ट लगाइसकेपछि यहाँनिर हामीहरूले बाई गर्न दिन सक्थ्यौँ। यहाँनिर यो मुभिङ एभरेज राइजिङ छ, यहाँनिर मुभिङ एभरेज राइजिङ छ, अनि यहाँनिर हामीहरूले बाई गर्न सक्थ्यौँ। बाई गरिसकेपछि यो 1:2, 1:3, 1:4 गरेर हामीहरूले स्टकहरू किनेर छोड्न सकिन्छ। जस्तै अर्कोमा हेरौँ, अर्को ब्याङ्कमा कुमारी ब्याङ्क केबिएल है। कुमारी ब्याङ्कमा पनि हामीहरूले मन्थली चार्ट लगाएर मुभिङ एभरेज प्रयोग गरेर चाहिँ यसरी यहाँनिर बाई गर्न सक्थ्यौँ है। यहाँनिर बाई गर्न सक्थ्यौँ। यहाँनिर बाई गरेर छोडिदिएको भएपछि हामीहरूले यहाँ माथि गएर बेच्थ्यौँ होइन। यसमा कति प्रफिट हुन्थ्यो, लगभग 1:2, 1:3 हेरौँ है त कति छ। ल हेर्नुहोस् 1:10 छ है। यसरी प्रफिट लिन सकिन्छ, मन्थली इन्भेस्टमेन्ट गर्न सकिन्छ है। मन्थली इन्भेस्टमेन्टमा अर्को हेरौँ त, एनबिएलमा हेरौँ त। एनबिएलमा पनि कहाँनिर दिएको थियो सङ्केत, यहाँनिर दिएको थियो। हेर्नुहोस् यहाँनिर दिएको थियो है। मन्थली इन्भेस्टमेन्टमा यहाँनिर दिएको थियो सङ्केत है त। अनि अर्को के छ, एनबिएल हेरौँ, नोबिल हेऱ्यौँ हामीले। नोबिलमा है त, एनएबिआइएल नोबिलमा यहाँनिर सङ्केत दिएको थियो है। यहाँनिर मुभिङ एभरेज साइडवेज थियो यति बढी, अनि त्यसपछि मुभिङ एभरेज टर्न भयो होइन, अप ट्रेन्ड लाग्यो। अप ट्रेन्ड लागिसकेपछि हामीहरूले यहाँ बाई गर्ने, यहाँ बाई गरिसकेपछि अनि मन्थली इन्भेस्टमेन्ट गर्न सकिन्छ यसमा पनि है। अनि निकामा निकामा के छ, निकामा पनि हेर्नुहोस् यहाँबाट मुभिङ एभरेज राइजिङ छ, र यहाँनिर हामीहरूले किनेर छोडिदिन सक्छौँ है। लङ टर्मको लागि इन्भेस्टमेन्टको लागि चाहिँ यसरी बाई गर्न सकिन्छ है। लङ टर्मको लागि चाहिँ हामीहरूले यसरी इन्भेस्टमेन्ट गरेर पैसा कमाउन सकिन्छ। अनि अर्को पिसिबिएलमा यहाँ हेर्नुहोस्, पिसिबिएलमा पनि कस्तो मजाले बनेको छ। यहाँनिर बाई गर्ने, यहाँनिर हेर्नु साइडवेज भयो, प्राइस तल आयो माथि गयो, तल आयो माथि गयो, अनि फेरि माथि क्रस गरेर गयो, फेरि तल आएर यहाँबाट इन्भेस्टमेन्ट गरेपछि यहाँ माथि सेल गर्न सक्थ्यौँ है। पिसिबिएलमा पर्वमा पर्वमा पनि हेर्नुहोस् त, यहाँनिर बाई गर्ने सङ्केत दिएको थियो है। मुभिङ एभरेजले यहाँनिर बाई गर्ने सङ्केत दिएको थियो है त। अनि त्यस पछाडि अर्को सानिमा ब्याङ्कमा पनि हेर्नुहोस्, यहाँनिर एउटा पोइन्ट दिएको छ है। यहाँनिर दिएको छ हेर्नुहोस्, मुभिङ एभरेज राइजिङ, प्राइस पनि राइजिङ, मुभिङ एभरेज राइजिङ, प्राइस पनि राइजिङ, मुभिङ एभरेज पनि राइजिङ। यहाँनिर चाहिँ साइडवेज खोल्यो, अनि यहाँनिर साइडवेज खेल्यो, अनि राइजिङ भयो है त। अनि यो चाहिँ भयो सानिमा ब्याङ्क। अनि त्यसपछि एसबिएल
सिद्धार्थ ब्याङ्कलाई सिद्धार्थ ब्याङ्कको पनि यहाँनिर 22 सङ्केत दिएको थियो है 22 सङ्केत दिएको थियो यहाँनिर हेर्नुहोस् यो चाहिँ है सिद्धार्थ ब्याङ्कमा अनि स्ट्यान्डर्ड चार्टरमा एससिबीमा कहाँ छ यहाँनिर हेर्नुहोस् साइड वेज बस्यो नि यत्रो दिनसम्म मजाले साइड वेज बस्यो हेर्नु त साइड वेज बस्यो लास्टमा यसलाई ब्रेक गर्यो ब्रेक गरिसकेपछि माथि गयो यहाँ अनि यहाँनिर पनि यहाँनिर त टच भएको छैन है अनि अर्को CORBL हेरौँ त डेभलपमेन्ट ब्याङ्कमा CORBL ल हेर्नुहोस् कस्तो मजाले म भोल्युमलाई बन्द गर्छु एकछिनलाई है ल हेर्नुहोस् यहाँनिर इन्भेस्टमेन्ट गरेको भएपछि CORBL मा कति यहाँनिर कम्तीमा पनि यहाँनिर मुभिङ एभरेज राइजिङ छ यहाँनिर बाई गरिदिएको भएपछि हामीहरूलाई कति फाइदा हुन्थ्यो हेर्नुहोस् त कस्तो मजाले राइजिङ भएको छ CORBL हेर्नुहोस् अनि त्यसपछि EDBL मा हेरौँ है त EDBL मा हामीहरूले चाहिँ मन्थली इन्भेस्टमेन्ट गरेर कसरी पैसा कमाउने भन्ने आइडिया चाहिँ म यहाँबाट सिकाउँदैछु है साथीहरूलाई चाहिँ हेर्नुहोस् यहाँनिर मुभिङ एभरेजलाई क्रस गरेर गयो यहाँनिर मुभिङ एभरेज एकदमै साइडवेज छ हेर्नुहोस् छन् त अप ट्रेन्डै छ तर प्राइस झर्यो फेरि गयो फेरि यहाँ रिटेस्ट गर्यो फेरि झर्यो फेरि रिटेस्ट गर्यो फेरि झर्यो अनि पछि क्रस गरेर गयो बुलिस क्यान्डलले क्रस गरेर गइसकेपछि यहाँनिर इन्भेस्टमेन्ट गरेर छोडिदिएको भएपछि हामी मन्थलीमा चाहिँ लगभग यहाँनिर यसमा पनि प्रफिट खान सक्छौँ है त GBBL मा के छ GBBL मा पनि त्यही छ हेर्नुहोस् यहाँनिर किनेर छोडिदिएको भएपछि यसलाई चाहिँ इन्भेस्टमेन्ट भन्छ क्या साथीहरू यसमा चाहिँ किन्ने बेच्ने आज किन्ने 2-3 दिनमा बेच्ने चाहिँ हुँदैन यसमा चाहिँ मन्थली इन्भेस्टमेन्ट जस्तो मन्थली क्यान्डल लगाउने मन्थली यहाँनिर छ मन्थली विकली 2 विकली अनि यसमा छ है अनि हामीहरूले चाहिँ यसमा मन्थली इन्भेस्टमेन्ट गरेको भए चाहिँ यहाँनिर बाई गर्थ्यो अनि यहाँनिर गएर सेल गर्ने अनि फेरि यहाँनिर आज नियर छ मुभिङ यहाँनिर साइडवेज छ अनि टच त भएको छैन अब टच भयो भने चाहिँ बाई गर्न सक्छौँ है यो स्टकलाई चाहिँ अनि यसरी चाहिँ मन्थली इन्भेस्टमेन्ट गरेर हामीहरूले बाई गरेर अनि इन्कम गर्न सकिन्छ है त मन्थली इन्भेस्टमेन्ट गरेर हामीहरूले कसरी इन्कम गर्न सकिन्छ है त हामीहरू मन्थली इन्भेस्टमेन्ट गर्नको लागि चाहिँ म यहाँ चार्टहरू हेर्दैछौँ है त मैले मुभिङ एभरेजबाट मन्थली इन्भेस्टमेन्ट गर्ने है त जस्तो हामीले अहिले के हेऱ्यौँ GBBL हेऱ्यौँ है त अनि GRDBL पनि हेरौँ त GRDBL हेर्नुहोस् यसमा पनि यहाँनिर किन्नु पर्यो हामीहरूले यहाँनिर किनेको र छोडिदिनु पर्छ मन्थली इन्भेस्टमेन्ट यहाँनिर किन्ने अनि छोडिदिने क्या पोर्टफोलियो नै बिर्सिदिने कि तपाईँले TMA चाहिँ नखोलिदिनुहोस् यो स्टक सम्बन्धीको पोर्टफोलियो नै नहेर्नुहोस् क्या इन्भेस्टमेन्टको पोर्टफोलियो छुट्टै बनाएर त्यसलाई चाहिँ हेर्दै नहेर्नुहोस् क्या है अनि चाहिँ यहाँनिर राइजिङ मुभिङ एभरेज राइजिङ छ प्राइस पनि राइजिङ हुँदै गएको छ हेर्नुहोस् नि कस्तो मजाले बढ्यो यहाँ माथि गएर हामीले इन्भेस्टमेन्ट गर्नु हुँदैन है कहिल्यै पनि म यहाँ माथि गएर किनेर इन्भेस्टमेन्ट गर्छु भनेर बस्नु हुँदैन जहिले पनि कुर्नु पर्छ जहिले पनि बटममा आएपछि मात्रै इन्भेस्टमेन्ट गर्नुपर्छ है साथीहरू बटममा यसको पनि टपमा गएर इन्भेस्टमेन्ट गर्ने होइन है यसको पनि यहाँ यस्तो टपमा गएर चाहिँ कहिल्यै पनि इन्भेस्टमेन्ट गर्नु हुँदैन जहिले पनि बटममा आइसकेपछि 44 मुभिङ एभरेजमा 44 दिनको मुभिङ एभरेजमा मन्थली सपोर्ट आएर यदि प्राइजहरू अप ट्रेन्ड लागिरहेको छ मुभिङ एभरेज पनि राइजिङ छ भनेपछि त्यहाँनिर गएर हामीहरूले बाई गर्न सक्छौँ है त जस्तो अर्को स्टक हेरौँ के हेऱ्यौँ GRDBL है GRDBL हेरेपछि JBBL मा हेरौँ JBBL मा ल हेर्नुहोस् यहाँनिर बाई गर्न सङ्केत दिएको थियो क्या मुभिङ एभरेजले यहाँनिर बाई गर्ने सङ्केत दिएको थियो है त यहाँनिर बाई गर्ने अनि यहाँनिर प्रफिट बुक गर्ने यहाँनिर चाहिँ इन्भेस्टमेन्ट गर्ने होइन है यहाँनिर इन्भेस्टमेन्ट गर्यो भनेपछि हामीहरूको त्यो पैसा चाहिँ मजाले अड्किन्छ है बेच्यो भने त घाटा लागिहाल्छ बेचेन भने त अब यो हाई तोडेपछि मात्रै पो फाइदा हुने त्यो त अब यो हाई कहिले तोड्ने हेरौँ होइन सकभर चाँडै तोड्ला हेरौँ JBBL भयो KRBL हेरौँ है त KRBL त अहिले बन्द छ क्या अरे
त्यसमा केआरबिएलमा पनि यहाँनिर सङ्केत दिएको थियो हेर्नु, एउटा सङ्केत यहाँनिर दिएको थियो है, एउटा सङ्केत, अनि त्यस पछाडि अर्को सङ्केत यहाँनिर दिएको थियो, बाई सिग्नल यहाँको दिएको थियो है, अनि यहाँनिर बाई सिग्नल दिएको थियो हेर्नुहोस् है केआरबिएलमा पनि। अनि त्यस पछाडि तपाईँ केएसबिबिएल हेरौँ, केएसबिबिएल मन्थली इन्भेस्टमेन्टको मैले कुरा गर्दैछु है साथीहरू। ल हेर्नुहोस् यहाँनिर यसले पनि बाई सिग्नल दिएको थियो क्या मुभिङ एभरेजमा, यहाँनिर यसले पनि बाई सिग्नल दिएको थियो हेर्नुहोस् मन्थली इन्भेस्टमेन्टको कुरा गर्दैछ। अनि एलबिबिएलमा हेर्नुहोस्, एलबिबिएलमा है ल हेर्नुहोस् यहाँनिर कस्तो मजाले डोजी क्यान्डल भएर बाई सिग्नल दिएको थियो, मुभिङ एभरेज राइजिङ, मुभिङ एभरेज राइजिङ, मुभिङ एभरेज राइजिङ, मुभिङ एभरेज हेर्नुहोस् यहाँ पनि मुभिङ एभरेज राइजिङ, प्राइस राइजिङ, तीन ठाउँमा बाई सिग्नल दिएको थियो है त, दिएको थियो। अनि एमडिबीमा एमडिबी ल हेर्नुहोस् एमडिबीमा पनि हेर्नुहोस् त्यही मुभिङ एभरेज राइजिङ, मुभिङ एभरेज राइजिङ छ, यहाँनिर बाई सङ्केत दिएको थियो हेर्नुहोस् यहाँनिर ह्यामर क्यान्डल बनेको छ नि यहाँ, ल हेर्नुहोस् कस्तो मजाले बढ्यो है एमडिबी है त। अनि त्यस पछाडि एमएलबिएल एमएलबिएलमा यहाँनिर छ हेर्नु, यसमा चाहिँ साइडवेज छ, त्यही पनि ब्रेक गरेर गयो, यसमा चाहिँ त्यति उपयुक्त छैन है त। एमएनबिबिएल यसमा पनि यहाँनिर बाई सङ्केत दिएको थियो हेर्नुहोस्, यसमा पनि यहाँनिर बाई सङ्केत दिएको थियो, यहाँनिर बाई गरेर यहाँनिर सेल गर्ने। अनि यहाँनिर चाहिँ हामीहरू बाई गरेर बस्नु हुँदैन है, टपमा गएर बाई गरेर बस्नु हुँदैन कहिल्यै पनि है त। अनि त्यस पछाडि यहाँनिर बिबिसी हेरौँ है त, यहाँनिर बिबिसी टच गरेको छैन, जान चाहिँ गयो लो क्याप भएर होला। एसएडिबिएल हेर्नुहोस् एसएडिबिएल कस्तो मजाले सङ्केत दिएको थियो, यहाँनिर बाई सिग्नल दिएको थियो हेर्नुहोस् यहाँनिर हेर्नुहोस् त कस्तो मजाले बाई सिग्नल 1:2 1:3 प्रफिट भयो कि यो यहाँनिर हेर्नुहोस् कस्तो मजाको। मन्थली किन्नुहोस् है, मन्थली किन्नुहोस् कि मन्थली चार्ट हेर्नुहोस्, इन्भेस्टमेन्ट गर्नुहोस्। इन्भेस्टमेन्टको लागि चाहिँ मन्थली चार्ट हेरेर हामीहरूले इन्भेस्टमेन्ट गर्नुपर्छ हेर्नुहोस् 1:7 हेर्नुहोस् है, 1:7 प्रफिट भयो यसमा चाहिँ मन्थली चार्टमा चाहिँ है। यहाँनिर पनि सङ्केत बाई सङ्केत दिएको थियो, दिएको छ, थियो नै कि दिएको छ हेर्नुहोस्, मुभिङ एभरेज राइजिङ पनि छ यहाँनिर। अनि त्यस पछाडि प्राइस पनि राइजिङ छ, यहाँनिर मुभिङ के अरे प्राइस साइडवेज छ, मुभिङ एभरेज साइडवेज छ, त्यही पनि मुभिङ एभरेज राइजिङ छ। यहाँनिर सपोर्ट लियो र माथि गयो स्टक, माथि गयो। एसएपिडिबिएलमा हेरौँ, एसएपिडिबिएलमा ल हेर्नुहोस् यहाँनिर सङ्केत दिएको थियो हेर्नुहोस्, यहाँनिर सङ्केत दिएको थियो, बाई सङ्केत दिएको थियो। अनि त्यसपछि प्राइस गयो माथि है त एसएपिडिबिएलमा। अनि साइनमा एसएचआई यहाँनिर साइनमा के छ, साइनमा पनि हेर्नुहोस् कस्तो मजाको बाई सिग्नल यहाँनिर दिएको थियो, यहाँनिर दिएको थियो है। अनि त्यस पछाडि यहाँनिर दिएको थियो है। अनि त्यस पछाडि हामीहरूले चाहिँ यसलाई चाहिँ यहाँ यो क्यान्डलमा बेच्नु पर्थ्यो है त। अनि हामीहरूले यो क्यान्डलमा बेच्नु पर्थ्यो यो स्टकलाई चाहिँ है। यो चाहिँ मन्थली इन्भेस्टमेन्टको है सिन्धु SINDU सिन्धुलाई पनि हेर्नुहोस् न यहाँ कस्तो मजाको बाई सिग्नल दिएको छ, मजाले बाई सिग्नल दिएको छ। मुभिङ एभरेज राइजिङ, प्राइस पनि राइजिङ, मुभिङ एभरेज राइजिङ, प्राइस पनि राइजिङ हो। कति राम्रो बाई सिग्नल दिएको छ, यसमा दिएको थियो पहिला चाहिँ, अब चाहिँ अहिले चाहिँ छैन है। यो चाहिँ हामीहरूले यी चार्टहरू मन्थलीमा लगाएर इन्भेस्टमेन्ट गर्न सकिन्छ। यसमा मुभिङ एभरेज 44 मुभिङ एभरेज प्रयोग गरेर मन्थली चार्ट लगाएर इन्भेस्टमेन्ट गरेर छोड्न सकिन्छ है त। यो भयो डेभलपमेन्ट ब्याङ्कको। अनि फाइनेन्सतिर हेरौँ है त, बिएफसीलाई ल हेर्नु, बिएफसीको पनि यहाँनिर बाई सङ्केत दिएको थियो हेर्नुहोस् है त, यहाँनिर बाई सङ्केत
दिएको थियो, देख्नुभयो बाई सङ्केत दिएको थियो। बुलिस क्यान्डलले क्रस गरेर गयो, यहाँनिर पछि गयो, मजाले माथि गयो है त। बिएफसीमा सिएफसिएलमा हेर्नुहोस्, सिएफसिएलमा पनि यहाँनिर बाई सङ्केत दिएको थियो, हेर्नुहोस् यहाँनिर बाई सिग्नल अनि यहाँनिर पनि बाई सिग्नल दिएको थियो, हेर्नुहोस् दुई ठाउँमा बाई सिग्नल दिएको थियो। यहाँनिर बाई गरेको भएपछि यहाँनिर माथि गएर बेच्न सकिन्थ्यो है त। जिएफसिएलमा पनि यहाँनिर इन्भेस्टमेन्ट गर्न सकिन्थ्यो है त। मन्थली क्यान्डल हेरेर, यो चाहिँ मन्थली क्यान्डल हो है साथी हो, यो मन्थली क्यान्डल हो। मुभिङ एभरेज राइजिङ छ, मुभिङ एभरेजलाई बुलिस क्यान्डलले क्रस ओभर गरेको छ। क्रस ओभर गरिसकेपछि हामीहरूले चाहिँ यहाँनिर यसको लोमा चाहिँ स्टप लस राख्ने, यसको हाईमा चाहिँ बाई राख्ने र यसलाई छोडिदियो भनेपछि हामीहरूले 1 महिना 2 महिना 3 महिना 3 महिनामा 1 2 3 4 5 6 7 7 7 3 10 महिनामा हामीहरूले कति पर्सेन्ट फाइदा हुने रहेछ। 1 वर्ष नहुँदै हेर्नु त, कुनै स्टक कुनै कहीँ छ 200% फाइदा हुने छैन नि हो। त्यही भएर ध्यान दिएर ट्रेड गर्नुपर्छ है, ध्यान दिएर इन्भेस्टमेन्ट गर्नुपर्छ। हामीहरूले यहाँ टपमा गएर इन्भेस्टमेन्ट गर्नु हुँदैन, यो टपमा गएर इन्भेस्टमेन्ट गर्नु हुँदैन। मुभिङ एभरेजलाई हेर्ने, मुभिङ एभरेज लगाउनुहोस्। मुभिङ एभरेजभन्दा धेरै माथि स्टक छ नि, यहाँ माथि गएर इन्भेस्टमेन्ट गरेर बस्नु हुँदैन है। मुभिङ एभरेजको नजिक छ भने त्यसलाई इन्भेस्टमेन्ट गर्न सकिन्छ है त। अनि अर्को के छ, जिएफसिएल पछाडि जिएमएफआइएल हेर्नुहोस्, जिएमएफआइएलमा पनि कस्तो मजाले सङ्केत दिएको थियो। यहाँनिर हेर्नुहोस् ह्यामर कस्तो मजाको मैले मुभिङ एभरेजलाई टच गरेको छ, ह्यामर बनेको छ, ह्यामर क्यान्डल बनेको छ। यहाँनिर बाई टपमा बाई गर्ने, यहाँ स्टप लस राख्ने अनि छोडिदिने। हेर्नुहोस् कस्तो मजाले गयो माथि। जिएमएफआइएलमा गुफलमा हेरौँ, जियुएफयुएल गुफलमा पनि हेर्नुहोस् यहाँनिर बाई सङ्केत दिएको थियो, यो पनि गयो माथि है त। गुफल गयो। आइसिएफसीमा पनि हेर्नुहोस् यहाँनिर बाई सङ्केत दिएको थियो, यसमा दिएको थियो अनि तपाईँको यहाँ दिएको थियो है त, बाई सिग्नल दिएको थियो। अनि त्यस पछाडि जेएफएलमा के कहाँ दिएको छ, यहाँनिर दिएको छ हेर्नुहोस् बाई सिग्नल। हेर्नुहोस् कस्तो मजाले बाई सिग्नल दिएको छ। अनि त्यस पछाडि जिएफएल पछाडि के छ, मञ्जुश्री फाइनेन्स एमएफआइएल। मञ्जुश्री फाइनेन्समा कहाँनिर छ, यहाँनिर छ हेर्नुहोस्, यहाँनिर बाई सिग्नल छ अनि यहाँनिर पनि बाई सिग्नल छ। यसरी चाहिँ हामीहरूले मुभिङ एभरेज राइजिङ अनि त्यसमा चाहिँ बुलिस क्यान्डल बनेको, मुभिङ एभरेजको नजिकै बुलिस क्यान्डल बनेको, त्यहाँनिर चाहिँ हामीहरूले चाहिँ इन्भेस्टमेन्ट गर्न सक्छौँ है, इन्भेस्टमेन्ट मजाले गर्न सक्छौँ। अनि यसमा एमपिएफएलमा हेरौँ, एमपिएफएलमा पनि हेर्नुहोस् त्यही नै छ। यहाँ कस्तो मजाले बाई सिग्नल दिएको छ, यसमा यो क्यान्डलमा हेर्नुहोस् मजाले बाई सिग्नल दिएको छ, हेर्नुभयो नि, हेर्नुहोस्। अनि यहाँनिर पनि मजाले बाई सिग्नल दिएको छ, हेर्नुहोस् एमपिएफएलमा पनि यहाँनिर पनि मजाले मुभिङ एभरेज राइजिङ छ, प्राइस पनि राइजिङ छ है त। अनि त्यसै एनएफएसमा हेरौँ त, एनएफएसमा के छ, एनएफएसमा हेर्नुहोस् यहाँनिर बाई सिग्नल दिएको थियो, हेर्नुहोस् यहाँनिर बाई सिग्नल दिएको थियो अनि प्राइस गयो माथि है त। यहाँनिर बाई सिग्नल दिएको थियो, प्राइस गयो माथि है त। यसरी हामीहरूले इन्भेस्टमेन्ट गर्न सकिन्छ है त। पिएफएलमा के छ, पिएफएलमा पनि यहाँनिर बाई सिग्नल दिएको छ अनि त्यसपछि प्राइस माथि गएको छ। आरएलएफएलमा के छ, आरएलएफएलमा पनि बाई सिग्नल हेर्नुहोस् कस्तो मजाले टच गरेर मुभिङ एभरेजलाई टच गरेर प्राइस माथि गएको छ है त। एसएफसिएलमा के छ, एसएफसिएलमा के छ भनेपछि मुभिङ एभरेजलाई टच गरेको छ, प्राइस राइजिङ भएर गएको छ। यसरी चाहिँ हामीहरूले मन्थली क्यान्डल हेरेर चाहिँ मुभिङ एभरेज प्रयोग गरेर हामीहरूले इन्भेस्टमेन्ट गर्न सकिन्छ। हामीहरूले चाहिँ इन्भेस्टमेन्टको लागि चार्ट हेरिरहेको छौँ है त। जस्तो हामीहरू होटल सेक्टरमा हेरौँ है त, होटल सेक्टरमा सिजिएचमा के छ भनेपछि अझै यो मन्थलीमा बाई सिग्नल दिएको छैन
है त। सिआइटी सिटिजन इन्भेस्टमेन्ट होइन टुरिस्ट सिआइटिवाई सिटी होटलमा यसमा पनि मुभिङ एभरेज देखिएन है त। केडिएलमा के छ? केडिएलमा पनि देखिएन। एसएचएल सोल्टी होटलमा यहाँनिर देखियो हेर्नुहोस्। यहाँनिर मुभिङ एभरेजले सोल्टी होटलको यहाँनिर चाहिँ बाई सिग्नल दिएको थियो हेर्नुहोस्। यसको यो क्यान्डलको योलाई चाहिँ ह्यामर भनेर मिल्छ है। यो क्यान्डलको साइकोलोजीको बारेमा योभन्दा अगाडि चाहिँ मैले भिडियोहरू बनाएको छु, त्यहाँ गएर चाहिँ तपाईँहरूले त्यो भिडियोहरू चाहिँ हेर्न सक्नुहुन्छ। जस्तै यहाँ ह्यामर क्यान्डल बन्यो, यसको टपमा हामीहरूले बाई राख्यौँ, यसको यो स्याडोको मुनि छ नि लोमा, यो स्याडोको यो क्यान्डलको लोमा चाहिँ हामीहरूले स्टप लस राखेर चाहिँ हामीहरूले यो स्टक बाई गर्यो। मुभिङ एभरेज राइजिङ, प्राइस पनि राइजिङ। अहिले हेर्नुहोस् न, यहाँनिर हामीहरूले किनेको 180 मा किनेको प्राइस अहिले 580 पुगेको छ। स्टक 580 पुगेर झरेको छ भने अहिले 545-46 छ है त। यसमा चाहिँ एसएचएलमा टिआरएचमा के छ? टिआरएचमा के छ हेरौँ है त। टिआरएचमा पनि हेर्नुहोस् 2-3 ठाउँ बाई सिग्नल दिएको थियो, यहाँनिर ब्रेक गर्यो अनि फेरि प्राइस घटेर फेरि मुभिङ एभरेजमा सपोर्ट लियो अनि फेरि गयो, फेरि मुभिङ एभरेजमा सपोर्ट लियो अनि त्यसपछि स्टक अप ट्रेन्डमा लाग्यो है त। यसरी हामीहरूले बाई सिग्नल गरेर यहाँ माथि गएर बाई गर्थ्यौँ। अहिले चाहिँ ठ्याक्कै मुभिङ एभरेजमा टच भएको छ है त। अब यसपछिको सङ्केतमा चाहिँ हामीहरूले बाई गर्न सक्छौँ है त। अनि इन्सुरेन्समा हेरौँ है त के छ। इन्सुरेन्समा एसियन लाइफ इन्सुरेन्समा पनि यहाँनिर सङ्केत दिएको थियो हेर्नुहोस्। यहाँनिर सङ्केत दिएको थियो है। अनि त्यसपछि यहाँनिर पनि सङ्केत दिएको थियो। यहाँनिर चाहिँ अप ट्रेन्ड, प्राइस अप ट्रेन्ड, मुभिङ एभरेज अप ट्रेन्ड, प्राइस अप ट्रेन्ड है त। यसमा पनि राम्रो थियो। एलआइसिएनमा पनि हेरौँ है त। ल हेर्नुहोस्, यहाँनिर पनि सङ्केत दिएको थियो हेर्नुहोस् है त। यहाँनिर बाई सिग्नल दिएको थियो अनि त्यस पछाडि फ्रेज यहाँ माथि गएर फेरि मुभिङ एभरेजलाई तल क्रस गरेर आएको छ, फेरि क्रस गरेर यो साइडवेज बसेको छ। यहाँनिर चाहिँ बाई सिग्नल दिएको थियो हेर्नुहोस्। यो क्यान्डलमा चाहिँ यो क्यान्डलको हाईमा बाई गर्ने, लोमा स्टप लस राखेर इन्भेस्टमेन्ट गर्न सकिन्थ्यो यसमा पनि। अनि एनएलआइसीमा हेर्नुहोस् है त। एनएलआइसीमा पनि यहाँनिर हेर्नुहोस्, यहाँनिर बाई सङ्केत दिएको थियो योभन्दा अगाडिको बुलमा चाहिँ है। अनि अहिले चाहिँ बाई सिग्नल अझै दिएको छैन, प्राइस झऱ्यो, तल आयो, एकदमै साइडवेज बसेको छ। अनि एकखेर अप ट्रेन्ड गयो र यहाँनिर रिटेस्ट गर्यो, मुभिङ एभरेजलाई टच गरेर सुटिङ स्टार बनाएर प्राइस घटेर अलि साइडवेज बसेको छ है त। साइडवेज बसेको छ अनि यसरी यसमा चाहिँ। अनि त्यस पछाडि एनएलआइसिएलमा के छ? एनएलआइसिएलमा यहाँनिर बाई सङ्केत दिएको थियो हेर्नुहोस्। यहाँनिर कस्तो मजाको बाई सङ्केत दिएको थियो यहाँनिर है। यसमा बाई सङ्केत गरेको छ, यहाँनिर साइडवेज भयो। अब चाहिँ बाई सिग्नल दिन सक्छ। एनएलआइसी हामीले हेऱ्यौँ भने चाहिँ अब एसजेएलआइसी हेऱ्यौँ त। एसजेएलआइसी यो चाहिँ 200 दिनको मुभिङ एभरेज अझै पुगेको रहन्छ है। त्यही भएर यसमा चाहिँ देखाएको छैन है त। एसआरएलआईमा यसमा पनि देखाएको छैन है त। अनि हामी नन लाइफमा जाउँ है त। एचइआई हेरौँ। एचइआई नन लाइफमा पनि देखाएको छ, यसमा देखाएन। आइजिआईमा 200 दिनको मुभिङ एभरेज अझै यसमा चाहिँ देखेँ साइडवेज छ, अलि डाउन ट्रेन्डमा छ है त। एनआइसिएलमा के छ? एनआइसिएलमा के छ? यस्तो मजाले सपोर्ट गरेर हेर्नुहोस् त, कस्तो मजाले सङ्केत दिएको थियो। प्राइस मुभिङ एभरेज राइजिङ, प्राइस अफ ट्रेन्ड, यस्तो मजाले गरेर अलि सपोर्ट गरेको छ। अब हेरौँ है यसपछि के हुन्छ। यहाँनिर पनि त्यही नै छ हेर्नुहोस्, क्रस भयो फेरि गऱ्यो। अब यसमा पनि त्यही हुनसक्छ है, मेरो अनुमान यसमा पनि त्यही हुनसक्छ। थोरै क्रस गरेर तल आएर अनि फेरि मुभिङ एभरेजलाई क्रस गरेर माथि गयो भने चाहिँ यसमा चाहिँ इन्भेस्टमेन्ट गर्न सकिन्छ। न हेर्नु त कति महिनाको इन्भेस्टमेन्ट छ। ल यहाँ तपाईँको
680 दिनको 680 दिनको इन्भेस्टमेन्टमा तपाईँले 150% फाइदा हुन्छ। 2 वर्ष भनौँ, मिनिमम पनि 680 365 दुना 600 ठ्याक्कै 2 वर्षमा हामीहरूले कति पर्सेन्ट फाइदा भयो? 150%। ल ठिक छ। अनि अर्को एनआइसिएल भयो। एनआइएलमा पनि यहाँनिर सपोर्ट गरेको थियो अघिल्लो बुलमा चाहिँ, यहाँनिर गयो माथि, अनि यहाँनिर सपोर्ट गरेको छ, गएको छ, साइडवेज भएको छ, अहिले चाहिँ डाउन ट्रेन्डमा छ। यो चाहिँ है प्रिन्टमा के छ, PRIN प्रिन्टमा पनि यहाँनिर क्रस गरेर गयो, एकखेर ब्याक आयो, यहाँनिरबाट क्रस गरेर गयो, अहिले फेरि यहाँनिर सपोर्टमा आइपुगेको छ है। यहाँनिर किन्न पर्थ्यो है, हामीहरूले चाहिँ यहाँनिर किन्न सक्थ्यौँ है त। आरबिसिएलमा चाहिँ यहाँनिर सङ्केत यहाँनिर दिएको थियो, बाई सिग्नल यहाँनिर चाहिँ साइडवेज छ है, मुभिङ एभरेज टर्न फलिङ छ, यसमा अझै पनि फलिङ छ, बाई सङ्केत आएको छैन। सेलिकोमा SALI सेलिकोमा के छ, यसमा चाहिँ अझै मुभिङ एभरेज देखिएको छैन है। SGICमा के छ, यसमा पनि मुभिङ एभरेज अझै देखिएको छैन। SICLमा के छ, यहाँनिर इन्भेस्टमेन्ट सेक्टरतिर हेरौँ है त। इन्भेस्टमेन्ट सेक्टरतिर कसरी गर्ने, हामीहरूले मन्थली क्यान्डल लगाएर कसरी बाई गर्न सक्थ्यौँ त हेरौँ त। CSDCमा मुभिङ एभरेज टच भएको छैन, यस्तो मात्रै मैले हेर्दैन है। CIT यहाँ छ, ल हेर्नुहोस् यहाँ कस्तो मजाले बाई सिग्नल दिएको थियो, यसमा बाई सिग्नल दिएको छ है, यसमा पनि बाई सिग्नल दिएको छ। यहाँनिर इन्भेस्टमेन्ट गर्ने हो, यहाँ टपमा इन्भेस्टमेन्ट गर्ने होइन है। ENL पनि हेर्नुहोस्, ENLमा मुभिङ एभरेज देखेको छैन। हाथवे हाथवेमा पनि मुभिङ एभरेज देखेको छैन है। HIDCL हेर्नुहोस्, HIDCLमा यहाँनिर बाई सिग्नल दिएको थियो, त्यसपछि यहाँनिर डाउन ट्रेन्ड लाएर साइडवेज भयो, फेरि गएको छ। अब हेरौँ के हुन्छ, मुभिङ एभरेज अझै टर्न भएको छैन है त। अनि त्यस पछाडि नेफ्रामा छैन होला सायद, मुभिङ एभरेज छैन, अझै छैन है। NRNमा हेर्नुहोस्, NRNमा पनि राम्रोसँग बाई सिग्नल दिएको छ, यहाँनिर बाई गरेको भएपछि हेर्नुहोस् कति प्रफिट हुन्थ्यो। यहाँनिर बाई सिग्नल दिएको छ NRNमा है त। मन्थली इन्भेस्टमेन्ट, मन्थली क्यान्डल लगाएर मुभिङ एभरेज 44 मुभिङ एभरेज लगाएर, त्यसमा चाहिँ प्राइसले 44 मुभिङ एभरेजमा सपोर्ट गरेर यदि माथि जान लागेको छ भने, मुभिङ एभरेज राइजिङ छ भने त्यहाँ चाहिँ हामीहरूले बाई गर्न सक्छौँ है त। अब हाइड्रो सेक्टरतिर हेरौँ है त। हामीहरूले हाइड्रो सेक्टरमा AHLमा पनि मुभिङ एभरेज AHPCमा छ, यहाँ हेर्नुहोस् बाई सिग्नल यहाँनिर दिएको थियो, मुभिङ एभरेज राइजिङ भएको थियो, यहाँनिर बाई सिग्नल दिएको थियो, प्राइस गयो अप ट्रेन्ड। यहाँनिर टपमा गएर बाई गरेर हामीहरूले चाहिँ इन्भेस्टमेन्ट गर्ने होइन। यहाँनिर हेर्नुहोस् साइडवेज गऱ्यो, ब्रेक गऱ्यो, फेरि तल आयो, फेरि ब्रेक गऱ्यो, यहाँनिर रिट्रेस गऱ्यो, फेरि तल आएर यो एउटा क्यान्डलले क्रस गरेर गइसकेपछि माथि गइसकेको छ AHPCमा है। AKJCLमा के छ, AKJCLमा पनि यहाँनिर इन्भेस्टमेन्ट गर्न, यो क्यान्डलमा इन्भेस्टमेन्ट गरेको भएपछि राम्रो हुन्थ्यो। AKPLमा के छ, AKPLमा यहाँनिर बाई सिग्नल दिएको थियो, यहाँनिर डाउन भयो। अब यहाँनिर के दिन्छ हेरौँ है त कस्तो हुन्छ। अपीमा पनि यहाँनिर बाई सिग्नल दिएको थियो, प्राइस गयो माथि, फेरि डाउन भयो, यहाँनिर सपोर्ट गर्यो, फेरि माथि गयो, फेरि डाउन क्रस गर्यो र प्राइस तल झरिसके पछाडि अपी फेरि यो एउटा क्यान्डलले क्रस गरेर गइसकेपछि अब चाहिँ यसमा चाहिँ बाई गर्न सक्छौँ कि भन्ने आशा है। बरुणमा बरुणमा पनि हेर्नुहोस्, यहाँनिर एक ठाउँ बाई सिग्नल दिएको थियो, यहाँनिर बाई सिग्नल दिएको थियो है।
यहाँनिर बाई सिग्नल दिएको थियो, धेरै माथि गयो, यहाँनिर सेल गरेर फेरि यहाँनिर बाई गर्न सक्छ। इन्भेस्टमेन्टको लागि हो है चाहिँ, यो ट्रेडको लागि होइन, यो चाहिँ इन्भेस्टमेन्टको लागि मैले बताइरहेको छु है। बियुडिसीमा देखेको छैन, बिजिडब्ल्यूमा पनि देखिँदैन, बिएचसिएलमा पनि देखिँदैन होला। बिएचसिएल पनि नयाँ हाइड्रो हो। बिएचडिसीमा देखिन्छ, मुभिङ एभरेज 200 को देखिँदैन। बिएचएल देखिँदैन, बिएचपिएल यसमा पनि देखिएन। अर्को केमा देखिन्छ, बिपिसिएलमा देखिन्छ होला। बिपिसिएलमा पनि हामीहरूले यहाँनिर इन्भेस्टमेन्ट गरेर यहाँ माथि बेच्यो, फेरि क्रस गरेर आयो, हेर्नु रिटेस्ट गर्दै आयो, यहाँनिर एउटै क्यान्डल क्रस गरेर गयो, फेरि रिटेस्ट गरेर आयो, मुभिङ एभरेज राइजिङ छ, प्राइस पनि अप गयो है त बिपिसिएलमा है। सिएचसिएलमा के छ, सिएचसिएलमा के छ सङ्केत, सिएचसिएलमा हेर्नुहोस्, क्रस गरेर गयो, फेरि डाउन क्रस भयो, फेरि क्रस गरेर गयो, बाई सिग्नल यहाँनिर पनि दिएको थियो, यहाँनिर पनि दिएको थियो, यहाँनिर साइडवेज बस्यो, फेरि यहाँ गयो 430 मा सिएचसिएल है त। सिएचएलमा के छ, सिएचएलमा पनि यहाँनिर बाई सिग्नल दिएको थियो, यहाँनिर बाई सिग्नल गयो। अब यहाँनिर चाहिँ सपोर्ट गर्न आउँदैछ प्राइस है, यहाँनिर सपोर्ट गऱ्यो भने चाहिँ त्यसपछि बाई गर्न सकिन्छ। यस्तै गरेर हामीहरूले चाहिँ मन्थली क्यान्डलमा हेरेर, यस्तै यो विकली भयो है, अनि यो 2 विकली भयो है, अनि यो चाहिँ मन्थली क्यान्डल लगाएर हामीहरूले चाहिँ 44 मुभिङ एभरेज लगाएर 44 मुभिङ एभरेजको सपोर्टमा हामीहरूले बाई गरेर प्राइजहरू के अरे स्टकहरू राख्न सक्छौँ। र माथि लगभग स्टकहरू राइजिङ भइसकेपछि 1:2, 1:3, 1:4, 1:5, 1:6 सम्म गयो भनेपछि हामीहरूले बेच्नुपर्ने हुन्छ है, प्रफिट बुक गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ प्रफिट बुक गरेर निस्किनु पर्ने हुन्छ। अनि यसरी चाहिँ हामीहरूले इन्भेस्टमेन्ट गर्न सकिन्छ। हस् त हजुरहरूलाई धेरै धन्यवाद यो भिडियो हेरिदिएकोमा। यसको चाहिँ प्रतिक्रियाहरू दिनु होला, कस्तो लाग्यो स्टक सिलेक्सन गर्न, इन्भेस्टमेन्टको लागि चाहिँ स्टक सिलेक्सन गर्ने तरिकाहरू कस्तो लाग्यो हजुरहरूले चाहिँ कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। हस् त धन्यवाद।